आइफोन 11 पनि नन ओपन खोज्नेलाई हामीसित 3 पिस आइसकेको छ। यस्तो हुन्छ नन ओपनमा चाहिँ तपाईलाई ब्याट्री हेल्थ त्यति धेरै हुँदैन, तपाईलाई 75 76 त्यो भन्दा माथि हुँदैन ब्याट्री हेल्थ चाहिँ। तपाईलाई जेन्युन प्रोडक्ट रहेको छ, तपाईलाई नखोलेको सेट रहेको छ, अझै पनि वाटरप्रुफमै रहेको छ। 11 पनि वाटरप्रुफमा हामीसित रहेको छ, हेर्न सक्नुहुन्छ। 3 पिस रहेको छ, दुईटा तपाईलाई 64 GB को रहेको छ भने एउटा तपाईलाई 128 GB को रहेको छ। क्यामेरा अब यसको तपाईलाई निकै नै राम्रो रहेको छ, क्यामेरा हेर्न सक्नुहुन्छ। तपाईलाई मैले देखाइरहेको छु भिडियो मार्फत, क्यामेरा निकै राम्रो रहेको छ। कन्डिसन पनि लाइक न्यू नै रहेको छ, त्यति धेरै स्क्रैच पनि छैन। हजुरहरू चलाइरहेको सेट छ, एक्सचेन्ज गरेर अर्को सेट लिन चाहनुहुन्छ 11 हामीसित 3 पिस आइसकेको छ। त्यसैगरी 13 हामीसित 2 पिस रहेको छ। यसमा पनि तपाईले वाटरप्रुफै पाउनुहुन्छ, तपाईले पानीमै डुबाएर एकछिन राखेर हामी हजुरलाई मोबाइल दिनेछौँ, जुनै पनि सेट लाग्दा हजुरलाई। 13 मा चाहिँ तपाईलाई ब्याट्री हेल्थ चाहिँ कति छ भन्नुहुन्छ भने पक्नै त म पनि यसमा ब्याट्री हेल्थ हेरेर तपाईलाई भन्नेछु। 128 GB मा रहेको छ। नोथिङ चाहिँ नन ओपन सेट रहेको छ, तपाईलाई हेर्न सक्नुहुन्छ। अहिलेसम्म नखोलेको नबनाएको रहेछ। यसको चाहिँ तपाईलाई 87% ब्याट्री हेल्थ रहेको छ, अझै पनि वाटरप्रुफमै रहेको छ। पानीमा डुबाएर एकछिन राखेर हजुरहरूलाई हामी दिनेछौँ। कन्डिसन लाइक न्यू नै रहेको छ, त्यति धेरै स्क्रैच रहेको छैन, रिपर्चेस होइन यो सेटहरू चाहिँ। त्यसै गरी अर्को पनि एउटा 13 तपाईँलाई बक्स सहित रहेको छ। बक्स सहितको 13 रहेको छ, यो चाहिँ तपाईँलाई लाइक न्यू नै रहेको छ, एउटा सानो स्क्रैच पनि छैन। लेडिज कलरमा रहेको छ, निकै राम्रो कलर रहेको छ र एउटा सानो स्क्रैच पनि छैन, हेर्न सक्नुहुनेछ। यसमा तपाईलाई 128 GB मा रहेको छ भने ब्याट्री हेल्थ चाहिँ पक्नै त म हेर्दैछु ब्याट्री हेल्थ कति रहेछ भन्दाखेरि 83% ब्याट्री हेल्थ रहेको छ, वाटरप्रुफमै पाउनुहुन्छ। हजुरहरू आइफोनको सिरिज सिंगल सिरिजहरू खोज्दै हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। हजुरहरू टाढाबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्न सक्नुहुनेछ। हजुरहरूसित पुरानो सेट छ, एक्सचेन्ज गरेर अर्को सेट लिन चाहनुहुन्छ भने त्यसको सुविधा पनि रहेको छ। हजुरहरू एक्सचेन्ज गर्न चाहनुहुन्छ तर निकै टाढा हुन्छ भने पसलै भिजिट गर्नुपर्ने छ। हजुरहरू 11 3 पिस रहेको छ, अनि 13 हामीसित 2 पिस रहेको छ। त्यसै गरी 12 पनि रहेको छ, डिस्प्लेदेखि लिएर सबै पार्ट्स ओरिजिनलमा 12 पनि रहेको छ। हामी यस्तै राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने टिकटकमा हेर्दै हुन्छ भने हामीलाई फलो गर्न सक्नुहुन्छ, युट्युबमा हेर्दै हुन्छ भने एउटा सब्सक्राइब गर्न सक्नुहुनेछ। हजुरहरू टाढाबाट यो भिडियो हेर्दै हुन्छ भने हाम्रोमा चाहिँ तपाईँलाई क्यास अन डेलिभरी पनि सुविधा रहेको छ। हामीसित चाहिँ तपाईँलाई आइफोन मात्रै सेकेन्ड ह्यान्ड होइन, एन्ड्रोइडमा पनि सेकेन्ड ह्यान्ड तपाईँलाई 5-6 हजारदेखिको माथि अनि 20 25 30 हजार 40 हजारसम्मको सेकेन्ड ह्यान्ड सेट तपाईँलाई पाउँछ भने आइफोनमा चाहिँ तपाईँलाई हामीले अहिले 11 देखि माथि जुन तपाईँलाई 25 देखि 30 हजार भन्दा माथिको आइफोन हामीसित रिस्टक रहेको छ। हामीसित चाहिँ नयाँमा पनि तपाईँलाई सबै मोडलका सेटहरू रहेको छ, रियलमीमा पनि रहेको छ, रेडमीमा पनि रहेको छ। त्यसै गरी ओप्पो भिभो सबैमा तपाईँलाई किस्ताबन्दी गरेर पनि लान सक्नुहुनेछ। हामीसितबाट चाहिँ सेकेन्ड ह्यान्डमा चाहिँ किस्ताबन्दी हुँदैन, तपाईँले नयाँ सेटहरूमा चाहिँ हामीसित किस्ताबन्दी गरेर पनि लान सक्नुहुन्छ, जुनमा तपाईँले 40% डाउन पेमेन्ट तिरेर अनि 2टा नागरिकता र एउटा परिचय पत्र तिरेर लिएर हामीसितबाट किस्ताबन्दी गरेर, किस्ताबन्दीलाई चाहिँ थोरै टाइम लाग्छ, तपाईँलाई कति 1-1.5 घन्टा जति किस्ताबन्दीको लागि टाइम छुट्याएर आउनुपर्ने हुन्छ। जुनमा तपाईँले 1 लाखको सेट लाँदै हुन्छ भने त्यसको 40% सुरुमा दिनुपर्ने हुन्छ, अरू चाहिँ तपाईँले 12 महिना किस्ता बनाएर लान सक्नुहुन्छ। त्यसै गरी रेडमीमा चाहिँ 9 महिना किस्ता बनाएर लान सक्नुहुनेछ। हजुरहरू किस्ताबन्दीमा लिन चाहनुहुन्छ त्यसको पनि सुविधा रहेको छ, डाइरेक्ट क्यासमा लिन चाहनुहुन्छ त्यसको पनि सुविधा रहेको छ। हजुरहरू टाढाबाट हेर्दै हुन्छ भने क्यास अन डेलिभरी पनि सुविधा रहेको छ। हाम्रो पसल चाहिँ हजुरहरूलाई थाहा नै छ, दमकको गोर्खा डिपार्टमेन्ट अगाडिपट्टि RR मोबाइल। धन्यवाद।